दाजुभाइ दिदीबहिनीहरू नेपालभरि विश्वभरिका दाजुभाइ दिदीबहिनीहरूले र मनलाज वरिपरिका दाजुभाइ दिदीबहिनीहरूले जहाँ हुनुहुन्छ हेर्नुहोस्। आज अहिले चाहिँ हामी यो मनलाजको द हेरिटेज मनलाज भन्ने ठाउँमा आएको छौँ। यो जुन दरबार हो यो पहिलाको दरबार चन्द्र शमशेरको पालामा बनेको कर्नल तेजबहादुर मल्लले यहाँ बनाएको चाहिँ यो चाहिँ दरबार हो। र मैले 2024 सालमा यो मल्लाजमा यहाँ नजिकै स्कुल थियो र त्यति बेला मेरो पढेको साथी पनि अर्जुन मल्ल उसको घर पनि यहाँ नजिकै थियो। उति बेला त केटा थिएँ, अब म पनि केटै थिएँ। र चाहिँ यो दरबारमा चाहिँ हामी के अरे आउँथ्यौँ बेला बेला, किनभने त्यति बेलाको हेडमास्टर यहाँ बस्नुहुन्थ्यो र यति बेला यहाँ चाहिँ बगैँचा थियो। यहाँ विभिन्न किसिमको फलफुलहरूको बगैँचा थियो। पाण्डे, मैले मेरो आत्मकथामा पनि प्रेमनारायण पाण्डे र यो मल्लाजमा पढेको कथाहरू मैले चाहिँ लेखेको छु। ल हेर्नुहोस्, यो एउटा अहिले चाहिँ यो उसलाई चाहिँ रिसोर्टको रूपमा यसको चाहिँ मालिकले चाहिँ यो रिसोर्टको रूपमा यसलाई चाहिँ गर्नुभएको छ। यो रिसोर्टको बारेमा म चाहिँ थोरै कुराहरू अगाडि भन्छु। ल म आफैले देखाएर भन्छु। ल अब यो रिसोर्टको मालिक उहाँ हुनुहुन्छ। ल तपाईँले आफ्नै परिचय दिएर भन्नुहोस्। नमस्कार, छोटकरीमा। महावीर दाई आज यहाँ आउनुभयो, हामीलाई एकदम खुसी लागेको छ। म चाहिँ मुकुन्द मल्ल, हजुरको यो बनाउने मान्छे। हजुरले अघि भने जस्तो कर्नल तेजबहादुर मल्ल नेपाली सेनाबाट रिटायर भएर आएर उहाँले आफ्नै गाउँमा एउटा ठुलो घर बनाएर बस्ने इच्छाले बनाएको यो घर र पछि गएर यसको चाहिँ अपकिप गर्नलाई पनि अहिले चाहिँ यसलाई रिजोर्टको रूपमा सञ्चालन गरिएको छ। द हेरिटेज एट मल्लाज भनेर स्वदेशी विदेशी पर्यटकहरू आउने यहाँ बस्ने सुविधा छ। घरभित्र 7वटा कोठा र यतापट्टि टेन्टेड क्याम्पमा अर्को 7वटा टेन्ट छ र गर्दाखेरि एकचोटिमा 28 जना जति बस्न मिल्ने सुविधा छ। र यहाँ लोकल खाना, आफ्नै अर्ग्यानिक गार्डन छ। गार्डनमा चाहिँ हाम्रो सिजनल भेजिटेबल यताउता आफैले उत्पादन गर्ने यही हो। यसको चाहिँ अहिले सञ्चालन भएको हजुरको 10 वर्ष जति भयो र विदेशबाट स्वदेशी पाहुनाहरू आउनु। ल हेर्नुहोस्, यहाँ चाहिँ यस्तो किसिमको टेन्ट, यहाँको नमुना पनि हेर्नुहोस्। हेर्नुहोस् त, यो टिनको छानो छ। टिनको छानोभित्र चाहिँ टेन्ट राखिएको छ र यो टेन्टभित्र चाहिँ यो हरेक टिनको छानोभित्र टेन्ट छ। टेन्टभित्र चाहिँ यस्तो किसिमको भित्र डबल बेड भएको यस्तो सुत्नेको व्यवस्था गरिएको छ। यो एकदमै कसैले फिल्महरू सुटिङ गर्नु पर्यो भने अब फिल्महरू सुटिङ गर्ने ठाउँ पनि हो यो छक्का पञ्जा 3 को चाहिँ सुटिङ पनि यहाँ भएको रहेछ। त्यसैले यसरी चाहिँ कसैलाई एकदम राम्रो फिल्म सुटिङ गर्ने ठाउँ चाहियो भने र यहाँ आएर चाहिँ ठुलो कन्फरेन्सहरू यताउता गर्न चाहियो भने हिँडेर आउँथ्यौँ हामी पहिला बेनीबाट। 1 घन्टा पनि लाग्दैन, 45 मिनट लाग्थ्यो। अहिले चाहिँ बेनीबाट गाडीमा जिपमा चाहिँ 10 मिनटमा यहाँ ठ्याक्कै आइपुगिन्छ। ल कसैलाई यो फेसिलिटी चाहिँ प्रयोग गर्ने इच्छा छ भने म यहाँ फोन नम्बर राखिदिन्छु।